हेलो साथीहरू, आजको भिडियोमा म तपाईहरूलाई जापानको एकदमै शान्त र सुन्दर ठाउँ माउन्ट नोकोगिरी देखाउनेवाला छु। यो ठाउँ चाहिँ ढुङ्गामा खोपेका बुद्धको मूर्तिहरू र अग्लो अग्लो डाँडाबाट देखिने ब्युटिफुल भ्यूको लागि एकदमै फेमस रहेको रहेछ। आज म यहाँको भाइब, इन्भाइरोमेन्ट र मेरो एक्सपिरियन्स तपाईहरूलाई सेयर गर्नेछु। कहिलेकाहीँ सहरको भिडबाट यस्तो शान्त ठाउँमा आउनु पनि हाम्रो दिमागलाई आराम दिनु हो। यो हो नोकोगिरी यामामा रहेको निहोन्जी नाम रहेका बुद्धको मूर्ति, जुन चाहिँ ढुङ्गाबाट कुदिएर बनाएका छन्। यो एरियामा धेरै हल्ला हुँदैन, सबैजना एक अर्कालाई सम्मान गरेर हिँडिरहेको हुन्छन्। यहाँको शून्यता नै यो ठाउँको ब्युटी हो जस्तो लाग्छ। कहिलेकाहीँ धेरै बोल्नुभन्दा चुप लागेर फिल गर्नु नै कति राम्रो हुन्छ है। तपाईहरू पनि म जस्तै प्रकृति प्रेमी हुनुहुन्छ भने यो ठाउँ पक्कै पनि मन पराउनु हुनेछ। यो माथि डाँडादेखि भ्यू हेर्दा माथिदेखि तलसम्मको सिन एकदमै दामी देखिन्छ। पहाड, जङ्गल र तल समुद्र सबै एकैचोटि देखिन्छ। क्यामेराले क्याप्चर गरेको भन्दा रियल लाइफमा त झनै ब्युटिफुल लाग्छ। यो ठाउँमा आएर बस्दा समय नै ढिलो बिते झै फिल हुन्छ। यो ठाडो भिरको किनारमा उभिँदा तल हेर्न साहस चाहिन्छ। तल गहिरो खोज, वरिपरि हावा र माथि देखिने विशाल प्रकृतिले जीवन कति सानो र प्रकृति कति विशाल छ भन्ने अनुभूति हुन्छ। त्यसैले हामी सधैँ खुसी हुनुपर्छ र प्रकृति सँगसँगै हामी पनि रमाउनु पर्छ जस्तो लाग्छ। अब तपाईँ यो ढुङ्गामा खोपेको बुद्धको मूर्ति हेर्नु भइरहेको छ। यो मूर्ति हेर्दा एकदम शान्त र पोजिटिभ एनर्जी फिल हुन्छ। यो मूर्ति मात्र होइन, यो ठाउँमा कलाकार र भावनाको श्रद्धा पनि अनुभव गर्न सकिन्छ। यति अग्लो डाँडाको बीचमा रहेको बुद्धको मूर्तिले भने प्रकृति र आध्यात्मिकको गहिरो सम्बन्ध देखाउँछ। यहाँ आउने बाटो पनि एकदमै रमाइलो र शान्त छ। म भने हिँड्दा हिँड्दै चराको आवाज र हावाले गर्दा आफूलाई प्रकृतिसँग जोडिएको महसुस गर्दै विभिन्न थरीका बुद्धको मूर्तिहरू पछ्याउँदै अघि बढिरहे। साँच्चै यो ठाउँले शिल्पकलाको महत्त्व पनि देखाइरहेको छ। सारो ढुङ्गामा यति डिटेलसँग मूर्ति खोपेको कुरा सोच्दा
त्यो समयको कलाकारहरूको सिप साँच्चै नै छक्क लाग्दो छ। यो विशाल चट्टानहरू हजारौं वर्षको समयले बनाएको प्राकृतिक कला हो। कठोर ढुङ्गाको बीचमा शान्त बसेको बुद्धको मूर्तिहरूले यहाँको वातावरण अझै पवित्र बनाइदिन्छन्। नोकोगिरीयामा साँच्चै नै शान्तिको ठाउँ रहेछ। नोकोगिरीयामाको यो शान्त यात्रामा साथ दिनुभएकोमा धन्यवाद। फेरि भेटौँला।